मैले गरेको कुराहरू माइनर लागिरहेको होला कि तपाईँहरूलाई, तर यो धेरै ठुलो कुरा हो कि हाम्रो देश पछाडि पढ्नुको कारण सबैभन्दा ठुलो कुरो भनेको नि यो कुलतले गर्दा धेरै धेरै परेको छ क्या मान्छेहरू होइन। मैले कुलतकै कदम चाहिँ किन उठाएको भने नि मैले देखेको छु क्या, मैले किनभने भोग्ने मान्छेले देखेको हुन्छ क्या, भोग्ने मान्छेले देखेको हुन्छ, हरेक कुरा बुझेको हुन्छ नि त, यस्तो भयो उस्तो भयो भनेर होइन। हाम्रो देश पछाडि पर्नुको कारण के हो भने अझै अहिलेको समयमा कुलत नै हो क्या, किनभने धेरै विकृतिहरू बढेको छ क्या कुलतको बारेमा होइन। तपाईँ हेर्नु न, बाहिर निस्किसक्दा तपाईँले चुरोट खाने, गुड्का खाने, ड्रग्स खाने, गाजा खाने मान्छे भेट्नुहुन्न र दुनियाँ भेट्नुहुन्छ नि, कति छ त्यस्तो मान्छे हो। त्यस्तै कारणहरूले पछाडि परिरहेको हुन्छ क्या हाम्रो देश होइन। हाम्रो अझ हाम्रो समाजको त कुरै नगरौँ होइन, त्यो भन्न त्यो तारिफ गरेर त्यो नसक्ने खालके छ क्या हाम्रो समाज त। झन् भन्न सकिन्न त्यो समाजको बारेमा केही कुरा पनि होइन, जति नै तारिफ गरे पनि पुग्दैन समाजलाई त होइन। कहिले अगाडि बढ्नु नदिने, खुट्टा तान्ने, जज गर्ने, यो भयो त्यो भयो भन्ने खालको समाज हो होइन। त्यही भएर म कहिले पनि म फर्केर पनि हेर्दिनँ होइन। म त मेरो अब तपाईँहरूको कस्तो छ होइन, म मेरो समाजलाई चाहिँ हेर्दिनँ पटक्कै पनि फर्केर पनि होइन। मलाई चाहिँदैन पनि त्यस्तो समाज होइन जुन मलाई जज गर्ने। सो त्यही हो गाइस, अब जज गर्नुहुन्न कसैलाई पनि होइन। हाम्रो नेपाली समाज भनेको त्यही हो कि